कसैलाई देशको माया छैन। मैले भनेको छु त एउटा छैन दुर्गा प्रसाई जस्तो देशलाई माया गर्ने मान्छे नेपालमा को छ त नि? कोही पनि छैन। दुर्गा प्रसाईले त नेपाललाई चाहिँ नि भारतको स्टेट बनाउनु देऊ भनेर भनि पनि सक्नु भएको छ। अनि दुर्गा प्रसाईले जस्तो अभिव्यक्ति दिन सक्ने मान्छे नेपालमा को छ त नि? कोही पनि छैन नि। त्यही भएर दुर्गा प्रसाईले जस्तो नेपाललाई माया गर्ने मान्छे नेपालमा छँदै छैन है साथीहरू। अहिले दुर्गा प्रसाईले के भनिरहनु भएको छ भन्दाखेरि दुर्गा प्रसाईले जतिको देशलाई माया गर्ने मान्छे नेपालमा छँदै छैन, अरू कोही पनि छैन, दुर्गा प्रसाईले मात्रै नेपाललाई माया गर्छ भनेर चाहिँ नि भनिरहनु भएको छ यो भिडियोमा साथीहरू। कसैलाई देशको माया छैन। मैले भनेको छु त एउटा दुर्गा प्रसाई आफ्नो श्री सम्पत्ति सबै कुरा जोखिममा राखेर आफ्नो जीव ज्यान जोखिममा राखेर यो नागरिकको लागि बोल्छ, यो देशको लागि बोल्छ, यो राष्ट्रको लागि बोलेको छ नि। दलाल बोल्न जानेन भन्छ त उनीहरूको प्रधानमन्त्री हेर्नु नि, घन्टेहरूको अध्यक्ष हेर्नु, पार्टी सभापति हेर्नु, आज माइतीघर मण्डलाको हालत हेर्नु भएको छ। अन्तिम विकल्प के त? राष्ट्रको खम्बा भनेको त दुर्गा प्रसाई रहेछ, धर्मको खम्बा भनेको दुर्गा प्रसाई रहेछ। सरकारसँग आश भयो मेरो नारा किन लिन्थ्यो त? मेरो नाम किन लिनु? अनि पहिला उहाँले दिनुभएको अभिव्यक्ति यो पनि सुनौँ साथीहरू है। यदि यो देश चलाउन सकिँदैन भने भारतलाई स्टेट बनाउन दिउँ, भारतलाई दिने नेपाल दिउँ। किनभने नि भारतका प्रधानमन्त्रीलाई म मेरो प्रधानमन्त्री जस्तो लाग्छ, प्रधानमन्त्री नरेन्द्र मोदी तपाईको मेरो प्रधानमन्त्री जस्तो लाग्छ। मलाई त्यो फिलिङ हुन्छ। भारतसँग मिलौँ। भारत एउटा ठुलो देश हो, संसारलाई एक दिन भारतले कन्ट्रोल गर्छ।